आज सिलाइदिएको टिका आधुले लगाइदिनु भएको ला निन्द्रा लाग्दैछ म्याडम आद्या माता कि कतिखेर कोट्याएर यस्तो बनाइछ थाहा छैन हो हात धुवाइदिएको अझै इनोसेन्ट फेस लिएर बसेको हेर न ममालाई मङ्की 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 गरिदिनु त दुईजना ड्युटी गर्दाखेरि चाहिँ यस्तो डरलाग्दो प्रब्लम हुन्छ कि किनभने बिहान सबै कुरा रेडी पनि गर्नुपर्ने हुन्छ खाना सब्जी ह्यान त्यान अब नुहाइधुवाइ गर्नुपर्ने हुन्छ हो सबै आफू पनि रेडी हुनु पऱ्यो नानीलाई पनि रेडी पार्नु पऱ्यो पिरलको के भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ रुममा नानी छुट्ने गरेको छैनौँ नि त हो हामी दुईजनै ड्युटी हुँदाखेरि चाहिँ म ड्युटी जान्छु अनि नानीले वाइफले चाहिँ फेरि नानीलाई ड्युटी लिएरै जान्छ हो अनि त्यसो माथि गर्दाखेरि चाहिँ वेलनेस पार्कमा खेल्नु पनि पाउँछ उसले टाइम पनि पाउँछ यसो सनको एक्सपोजर पनि हुन्छ हो अनि अहिले चाहिँ वाइफ र आद्या चाहिँ ड्युटी गएको छ हो त्यहाँदेखि चाहिँ अब म चाहिँ अब ड्युटी जाँदैछु अलरेडी पुरै लेट भइसकेको छु होइन अब हेरौँ आजको दिन कस्तो हुनेवाला छ हो अब भरे आएर मात्रै त्यहाँदेखि माथि नानीले के गर्यो कसो गर्यो नानीको एक्टिभिटिजहरू पनि भरे हेर्नुपर्छ म चाहिँ भर्खर ड्युटी आइपुगेको हो अनि ड्युटीमा चाहिँ म नानी लिएरै आउँछु नि त नानी र निशा छ निशालाई लिएर आउँछु अन्त उसले निशाले नानी हेरिदिन्छ होइन अन्त म चाहिँ त्यतिखेरसम्म चाहिँ मेरो कामहरू गर्छु ड्युटीमा के हुन्छ त्योहरू गर्छु अन्त आज चाहिँ मैले के लिइरहेको छु भन्दाखेरि नानीको चाहिँ बुट्टी हाल्ने नै छैन नि त अनि त्यो बुट्टी हाल्ने बनाउनु लागि चाहिँ बुट्ने लिइरहेको छु सो द्याट टाइम पास पनि हुन्छ है मजा पनि आउँछ यो मकै बोल्ने ठाउँदेखि जाम भएको हो यति डरलाग्दो ढिलो भइसक्यो कि अब यति बेसी जाम भइसक्यो यत्रो टाइम भइसक्यो खोलिनु छैन कहाँ के भइरहेको छ कुनै कहिले एस्ट्रोनिङमा के भयो भनेर भन्दैछ हो अब याद छैन के भयो तर अलरेडी 12 साढे 12 हुन आँटिसक्यो हो ड्युटी पनि कसरी जानु अब हो यस्तो भइरहेको छ न आधी बाटोबाट फर्केर जानु न अब जाने बित्तिकै पनि फुत्तै यसो अनुहारै देखाउनु गएको जस्तो मात्रै हुने रहेछ नि प्रब्लम भएन कहाँ गइरह्यो गादु गएन घुम्नु बाहिर किन नगएको एट्याक मोडमा आइहाल्यो नानी पार्क जाने पार्क आदु पार्क जाने पार्क Mamaलाई कुकु ओ के रहेछ नानु बा मामा हजुर मामी पानी खाऊँ ल यो गाडी हो अब धुएर चाहिँ अलिकति आशा आयो अलरेडी नै हामीहरू आइ नै रहेको छौँ हो बल्ल बल्ल मुनिको गाडीहरू चाहिँ आउनु थाल्यो मेन सायद जाम चाहिँ खोलियो जस्तो लाग्दैछ हो अब हाम्रो टर्न आउँछ जस्तो छ यति बेसी ढिलो भयो कि मैले चाहिँ फाइनली नजाने डिसिजन लिएँ किनभने बित्थामा त्यहाँ गएर त्यसले चलाउनु मात्रै किन जानु होइन त्यसै पनि पिएमले एक्सेसिभ ट्राभल नगर्नु भयो भने वर्क फ्रम होम गर्नु भनेर भन्नु थियो हो यसो सोचेँ प्राइम मिनिस्टरले त भन्दैछ अब यस्तो कसरी नटेर्नु भन्ने खालको पनि दिमागमा आयो नि त कि अब मैले नजाने डिसिजनले त्यहाँदेखि चाहिँ अब मैले फर्केर चाहिँ अब भोक लाग्यो हो भोक लागेर चाहिँ त्यहाँदेखि चाहिँ मैले चाहिँ 32 नम्बरमा चाहिँ यसो चिप्स र अलिकति हाइड्रेसनको लागि चाहिँ नरिवल पानी खानु पऱ्यो भनेर चाहिँ सोचेँ नि त कि अब त्यो खान्छु लन्च त त्यतिले भइदिइहाल्छु छोरा मान्छे हो चलिदिइहाल्छ नानीलाई फाइनली सुताएर चाहिँ मैले मेरो जुन चाहिँ काम गरेको थिएँ त्यो चाहिँ मैले सकेँ हो अन्त यो मैले तपाईँलाई भनेको थिएँ जुन चाहिँ मैले बुट्टी हाल्ने बनाउँदैछु ब्याग भनेर कि यो चाहिँ यसको रेडी भयो यस्तो क्युट भएको छ होइन उस यो भिडियो चाहिँ उसको बुट्टी हालिदिएको छु मैले कतिवटा ब्याग बनाइसकेँ मैले होइन तर सबै ब्यागहरू चाहिँ घरि छुट्टिन्छ घरि हराउँछ घरि के हुन्छ होइन अन्त यसपालि चाहिँ मैले कुर्सीले बुनेर चाहिँ एउटा मजाको बनाइदिन्छु सो द्याट साइड स्लिङ बनाइदिन्छु सोचेँ होइन अनि त्यही भएर चाहिँ यो सानो पाउच जस्तो बनाइदिएको छु मैले हो अब उसलाई लगाइदिन्छु अहिले त सुतिरहेको छ भित्र रुममा हो निशा छ साथी सब उठेपछि चाहिँ लगाइदिनु पऱ्यो ड्राइभ गर्दै गर्दाखेरि एउटा कुरा नोटिस गरेँ कि मैले पनि किन मलाई लाग्दैछ कि टायरमा हावा कम्ती भएर मलाई यस्तो खालको फिल भयो जस्तो लाग्दैछ कि
म चाहिँ यो टायर इन्फ्लेटर सधैँ बोकेरै हिँड्छु नि त हो, सो द्याट चाहिँ कहीँ पनि अभर परिहाल्यो भने चाहिँ बिजोक नहोस् भनेर नि। हो त यसो माथि हेर्दा चाहिँ आज चाहिँ पानी चाहिँ खतरनाक पर्छ जस्तो छ हो। म रुममा आइपुगेर लुगासुगा फेरेर अब म चाहिँ बसेको होइन, पुरा पानी पनि पर्दैछ बाहिर। मेरो वाइफ र नानी कतिखेर आइपुग्छ थाहा छैन, तर अब हिँड्न आँटेको अरे माथिबाट भन्दै थियो हो। आजको लन्चको लागि के बनाएको? ओके गुगल भन न। हेर आफूले नहिँडेर अर्काको हात पक्रेर हिँडाउँदैछ। ड्युटीबाट आएर चिया खानु नपाएर चाहिँ ऊ यता बसिरहनु भएको छ हो सर। अन्त अब चिया चाहिँ पकाएको छु, खाजा पनि पकाएको छु। निशा चाहिँ केही खाँदैन अरे होइन। निशाको काम चाहिँ अब नानी हेर्नु, ऊ चाहिँ अँधेरो रुम बनाएर बसिरहेको छ। खोइ कहाँ गयो यिनीहरू? म चाहिँ हेर्नुहोस् किचनको हालत चाहिँ यस्तो छ। भाँडाकुँडा पनि माझ्नु भ्याउँदैन हामी हो। कुकरहरू यत्तिकै छ, नानीको लन्च लिएर आएर यत्तिकै राखिदिएको छु हो। अब चाहिँ खाजा खाएर मात्रै यो कामहरू सबै सक्ने हामी चाहिँ होइन। त्योभन्दा अगाडि चाहिँ हाम्रोमा केही एनर्जी नै छैन, किनभने आज सडक पनि टुरी जाँदा जाँदै बाटोमा एस्टर्निङमा चाहिँ के भयो अरे? एस्टर्निङमा बेसी दबेर चाहिँ म चाहिँ मकै बोल्ने ठाउँदेखि चाहिँ निमटारसम्म चाहिँ घसा 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 गर्दै गएर चाहिँ मैले चाहिँ गिभ अप गरेँ, त्यहाँदेखि फर्केर आएको। खाजा पनि रेडी भयो। अन्त मैले चाहिँ बिहानको छुर्पीको अचार थिएँ होइन, विथ पोटलको सब्जी, त्यो हालेर खान आँटेको म्यागी। मलाई मिठो लाग्छ छुर्पी सब्जी होइन। चिया चाहिँ अब त्यही हो, देसी चिया हाम्रो, चिनीको चिया। अन्त यहाँ चाहिँ खाँदैछ सर, आँखा चिम गरेर भोक लागेर हो। म्यागी खाँदैछ, अन्त चिया पनि छ। बिहान पनि यति खाएको। कति खायो तपाईँले बिहान? प्लिज ल, पक्को खाएर गएको ल। डेप पनि त छ नि त। के एच पनि अब ठुलो मान्छेको ठुलो भुँडी। खाँदिन नु, तिमी खानुहोस् ल। यस्तो टेर्नु पऱ्यो नि त थपक्कै। आउँछ के छ बोरो प्लस कहाँ लाउने हो? बोरो प्लस खाने होइन होला हौ। बोरो प्लस चाहिँ नि आदुर गर्नु चाहिँ ठिकै गर्दैछौ कि, तर लाउने हो नि त, त्यसरी चुस्ने होइन नि त। सकिएछ बोरो प्लस, चार्ज गर्न आँटेको बोरो प्लसलाई। यो ज्ञान चार्जर भनेको चाहिँ नि आदु, यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बोलाउ न मम्मालाई, मम्मालाई बोलाउ न। बोलाउ न बोलाउ न। त्यो हुँदैन हुँदैन हुँदैन। के ट्राई गरेको आद्या? प्लग हाल्ने ट्राई गरेको? भएन, मिलेन। ला उल्टा भयो होला हौ। करेन्ट लाग्छ है, करेन्ट लाग्छ है। लाग्दैन लाग्दैन अरे, के साह्रो खतरा मान्छे हो आमा। हाम्रो छोरी आउँदैछ। दिदी कुकु कुकु। एकैछिनमा चाहिँ आँखा झिमिक भएको थियो हो। म्याडमको बदमास हेर्नुहोस् है, बदमास। म्याडमको बदमास यस्तो छ, कतिखेर कोट्याएर यस्तो बनाइछ थाहा छैन हो। हात धुवाइदिएको अझै इनोसेन्ट फेस लिएर बसेको हेर न। धन्न खाएन होला है। खायो होला नि। क्युटी क्युटी मंकी मंकी गरिदिनु। मंकी 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 गरिदिनु। क्युटी क्युटी गरिदिनु। मंकी मंकी हो, त्यो त क्युटी क्युटी हो नि त। मंकी मंकी मम्मालाई मंकी 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 गरिदिनु त।
आँखामा त घुटी नगर आया अच्छा यसको नाम बुझ्नु न मलाई उमेश लु जुम ल ल ल ल ल जानु 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 बाई बाई आदु बाई के बनाउन आँटेको निशा पत्ता गोभी का सब्जी और बैगन का चोखा बनाने वाली हूँ और एक आलू का रस है और टिका चाहिँ कसले लगाइदिएको निशा आद्या से हेर्नु न झन् आधा सिलाइदिएको टिका आधुले लगाइदिनु भएको ला निन्द्रा लाग्दैछ म्याडम आद्या माता कि जय you wanna eat? लु आदु अब खानुपर्छ ल ओहो यो ट्रे फ्याँक्ने ट्रे फ्याँक्नुहुन्छ राख राख ट्रे राख के भयो झर्यो यो लगाउँला आद्या यो लगाउँला आदि के गर्नु भएको उनीहरूलाई चाहिँ खेलाउने कुरा दिन भने चाहिँ भातै खाँदैन हो अन्त उसलाई चाहिँ खेलाउने कुरा दिँदा चाहिँ एउटा न एउटा कुरा भत्काउनै पर्छ अब मुखै खोल्दैन अलिक एज युजल हामीले पैसा दिएर राखेको एसिस्टेन्ट महिनाको 10 रुपियाँ हो यस्तो एक्टिभिटीलाई टक्कै उसले मिलाएर टक्कै राख्नुपर्छ हिजो ट्रे फ्याँकेको थियो आज यसको टर्न हो बेसी फ्याँक्यो भने ट्रे चाहिँ हामीले यहाँ राखिदिउँ हो पाण्डालाई पनि उसले पानी दिने फुल प्रयास गर्दैछिन् तर भएन मैले गरिदिनु भएको पाण्डालाई पाण्डा केही भन्दिनँ किनभने उसले खाना खाने नि भयो मलाई चाहिँ हो अब केही भनिसक्दा यहाँ रोयो भने टेन्सन छ दुईवटा घाँस भए पनि खाइदियोस् भन्ने हुन्छ होइन अन्त उसलाई चाहिँ स्विट पटेटो मन पर्दैन हो त्यसको चाहिँ पम्किन स्विट पटेटो केही मन पर्दैन मिक्स गराइदिनुपर्छ खानामा हो यसरी लुकाएर ला बेटु एक्चुअल फ्याक्ट कुरा के भन्दाखेरि नो स्क्रिन टाइम भनेर भन्छ नि यस्तो हुन्छ विदाउट स्क्रिनको चाहिँ स्क्रिन टाइम चाहिँ ड्यामेज टाइममा फोनबाट पाण्डा तिमी बाँच्नु ल नो स्क्रिन टाइम इक्वल्स नो स्क्रिन टाइम इज ड्यामेज टाइम कुरा गर्नु पायो भने पनि खोज्छ नि त चाहिँ निशा दिदीको सिक्की लाक्को लागेछ के पाक्दैछ पनि निशाको हेर्नु न स्टेटस के रहेछ निशा दिदी के पाक्दैछ खाना बना रही हूँ बैगन का हरा इसका मर्डर कर दिया ये निशा कल डोनट आज बैगन बत्ती बोल्नै छोड्यो बिगाऱ्यो आद्या बिगाऱ्यो मेरो लागि चाहिँ सबैभन्दा स्ट्रेसफुल टाइम चाहिँ यो खाना खुवाउनु हो किनभने उसले एक दुईवटा ड्यामेज नगरिकन उसलाई रुड छैन माम नानु यहाँ हेर्नु न फोन के रहेछ अब उसले त्यो फ्याँक्नु पायो अन्त मात्रै मुख खोल्यो होइन यो रोड चाहिँ छोडी कति छ नि अझै खायो भने त अझै छ कि यति नै मात्रै खानु लो क्या हो कहाँ तक पहुँच गया है बैगन का चोखा बन गया रोटी है खा के देखना पड़ेगा कितना टेस्टी है कच्चा बैगन तो कोई नहीं खाएगा कच्चा हाँ वो लेकिन पका हुआ है ना भुना हुआ है ना खाऊं थोड़ा खा लीजिए नमक लगा है कि नहीं जानिए तो नमक लगा है मस्त है मस्त मस्त अहिले चाहिँ भने रातिको 11:30 भइसक्यो हो नानी चाहिँ सुत्नै सकेन रुकै गर्दै थियो अनि त्यहाँदेखि चाहिँ हामीलाई चाहिँ लाग्यो कि बिचरा अब सेकेर चाहिँ ऊ मजाले निदाउँछ कि भनेर अन्त सेकेर चाहिँ ऊ मजाले निदायो हो अन्त हाम्रो भिडियो मन परेर तपाईँहरूले हामीलाई सपोर्ट गर्नुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला